भोले बाबा के प्यारे, हाम्रा मुलुकवासीहरू दस्यु योनितिरै धसिरहेका छन्। अझै उतैतिर जान पो दिनानुदिन कसिरहेका छन्। लामो कालको घोर षड्यन्त्रले आफू आर्यन हुनु नै बिर्सिरहेका छन्। यिनका दिनचर्या दुश्चर्यातिरै सतत बगिरहेका छन्। तपश्चर्या कुन चराको नाम हो भुसुक्कै बिर्सिरहेका छन्, बिर्सिनै चाहिरहेका छन्। सद्ज्ञानको अभ्यास हुने मुलुकमा घोर अज्ञानमै गुडुल्के मारिरहेका छन्। भाग्यले ठगिएका मुलुकवासीहरूको उपद्रवले सीमा नागिसकेका छन्, सीमा नगाइसकेका छन्। मुलुकभरि छरिएर बसेका निर्दोष सिधा सादा जनताहरू वाक्क दिक्क भएर यी शासकसँग अगाइसकेका छन्। शासकहरू चाहिँ भाषक नभएर त्रासक नै पल्टिएर जनतालाई डर देखाइरहेका छन्। हाम्रा पछाडि बडे मानको परचक्री बुझिस भनेर तर्साइरहेका छन्। लागे लाग्मोहनी नत्र हाम्रा पछाडि बडे मानको परचक्री बुझिस भनेर जनतालाई तर्साइरहेका छन्। लाज घिन शरम नै पचाएर सत्ता मात्र बचाएर जाने खेलमै लागिरहेका छन्। हे प्रभु साक्षात भोलेनाथ, प्रभुलाई पनि त डोलेनाथ त बनाइसकेका छन् त। अब बुद्धि पनि गोलेनाथ बनाउने अभ्यासकै कसरत गरिरहेका छन्। प्रभुलाई हेक्का छ कि छैन? प्रभुका जनता त आफ्नो शासन अर्कालाई ठेक्का दिन पल्किसकेका छन्। प्रभु अर्काकै मतीमा सल्किसकेका छन्। यहाँ सबका मिलीभगत छ प्रभु। यो मुलुक कण्टका किर्ण हुँदै गइरहेको छ। यस्तो अवस्थामा देश दुनियाँ धर्म संस्कृति त जराजीर्ण हुँदै जाने त भइगयो नि प्रभु। जय हो उल्लू भैया, दैया रे दैया। यी त भए सधैँ नै मक्खी चुस्कैया। यिनैलाई चाहियो सधैँभरि छमक छल्लो छैया। मञ्चमा उक्लेर भाषण ठोक्न चाहिँ साह्रै नै टपटु यहाँ। लट्याउने र पट्याउने भाषण मात्र भट्टाएर मचाइरहेछन् हो यहाँ। मुलुकभरि छरिएर बसेका जनता जनार्दनहरूको जीवन चाहिँ सधैँ नै भइरहेछ यहाँ। आइया नि आइया। जनताको मुलुकमा जनताकै पदमा शपथ खाएर जनतालाई नै झुक्क्याउन पल्केकाहरूको धिक्कार यिनका जिन्दगी थोइ।